नमस्ते, स्वागत छ तपाईलाई स्मार्ट गाइड च्यानलमा। आज हामी एकदमै महत्त्वपूर्ण विषयमा चर्चा गर्न गइरहेका छौं। त्यो हो नेपालको प्रहरी सम्बन्धी कानून। प्रहरीले कुन कुन अवस्थामा हामीलाई पक्रन सक्छ, किन पक्रन्छ र पक्राउ पर्दा हाम्रा अधिकारहरू के हुन्। आज म यी सबै कुराको जानकारी एकदमै छोटो र मिठो गरी लिएर आएको छु। त्यसैले यो भिडियो अन्तिमसम्म हेरेर पूर्ण जानकारी लिनुहोला। मुख्य विषयवस्तु: कुनै पनि व्यक्तिले कानून विपरीत अपराध गरेमा प्रहरीले उसलाई पक्रन सक्छ। सामान्यतया प्रहरीले पक्राउ पूर्जी अरेस्ट वारन्ट देखाएर मात्र पक्राउ गर्नुपर्छ। तर यदि कसैले गम्भीर अपराध गरिरहेको छ वा अपराधी भाग्ने डर छ भने प्रहरीले पूर्जी बिना नै जरुरी पक्राउ पूर्जी दिएर पक्रन सक्छ। हामीले थाहा पाउनुपर्ने कुरा के हो भने प्रहरीले पक्राउ गर्ने बित्तिकै हामीलाई किन पक्राउ गरिएको हो भन्ने कारण थाहा पाउने हाम्रो अधिकार छ। नेपालको संविधान र कानून अनुसार प्रहरीले कुनै पनि व्यक्तिलाई पक्राउ गरेको समयदेखि बाटोको म्याद बाहेक 24 घण्टाभित्र मुद्दा हेर्ने अधिकारी वा अदालतमा उपस्थित गराउनै पर्छ। अदालतको अनुमति बिना प्रहरीले कसैलाई पनि 24 घण्टाभन्दा बढी थुनामा राख्न पाउँदैन। हिरासतमा रहँदा प्रहरीले कुटपिट गर्ने वा मानसिक यातना दिने काम गर्न पाउँदैन। साथै पक्राउ परेको व्यक्तिले आफ्नो इच्छा अनुसारको कानूनी व्यवसायी वकिलसँग सल्लाह लिन पाउने अधिकार हाम्रो संविधानले नै दिएको छ। अन्त्य: तसर्थ एक सचेत नागरिकको नाताले हामीले यी नियमहरू जान्न आवश्यक छ। आशा छ आजको यो जानकारीले तपाईलाई सहयोग पुर्याउनेछ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक र शेयर गर्न नभुल्नुहोला। यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि स्मार्ट गाइड च्यानललाई सब्स्क्राइब गर्नुहोस्। आजलाई यति नै, धन्यवाद।